गाइस वेलकम टु माई न्यू ब्लग प्रिन्स नेवार च्यानलमा हजुरलाई स्वागत छ। आज चाहिँ हामीहरू चाहिँ हिजोसम्म 2 दिनसम्म घाम लागेको थिएन। आज चाहिँ यसो टक्क घाम लगाएर चाहिँ अब मसुरो फिजाउनु जाने भनेर बुवा चाहिँ अगाडि गइसक्नु भएको छ। म चाहिँ अब जाँदैछु। यस्तो पल्टिरहेको थिएँ, म पनि जाँदैछु। अब आज यस्तो मौसम लाग्यो। मसुरो अस्ति मसुरो उक्काको पानी सानी परेन, यहाँ यस्तो भिजिसक्यो त्यसले। त्यही ढाकटुक गरेर आएको। पानी पर्ने हो कि फेरि नै फिजाए पनि त अहिले फेरि परिगयो नि फेरि झन्। हामी चाहिँ टक्क लाएर खेतमा आइसकेछौँ। अब यसो फेरि कालो निलो गर्न लागेको त आकाश त। एकैछिनमा घाम लाग्थ्यो फेरि अलि गइगयो। मौसम साफ भन्यो, त्यही भएर बादल फाटिया आएर चाहिँ यस्तो छ क्या बादल। हाम्रो खेत चाहिँ यो खेत यहाँ मसुरो अझ टक्कै मसुरो भइरहेको छ। मसुरो पाके छैन अझै, यो मसुरो पाके छैन। यो खेत चाहिँ हाम्रो त्यहाँबाट चाहिँ त्यो परेछ। तलको के हो तलतिर खेत उतार ल्याएको यही यहीँ हो। ए यहीँ ल्याएर बोकेको, यहीँ ठाउँमा आएको। हामी चाहिँ टक्क लाएर ल मसुरो यहाँ ढाकेर गरेको थियौँ, त्यहाँ पुगिसक्यौँ। यहाँ गरेको ठाउँमा राख्ने हो। पुरै यो पालले भुङ्सेर हो क्या पसिना भएर। चिसोले मसुरो चाहिँ यस्तो भइसकेको छ। फाइनली गाइस हामीहरूले चाहिँ टक्क लाएर यो फिजाइ सुजाइ गरेर चाहिँ अब जान लाग्यो। अब चाहिँ लाग्नुपर्ने हुन्छ। थकाइदियो यतिले, यति थियो। अब ओके गाइस, नेक्स्ट भ्लगमा मिलाउँला। आजको लागि चाहिँ यहाँ समाप्त गर्नुपर्ने हुन्छ। ओके लु